यदि तपाईँले अनिल बुढा मगर निर्देशित चलचित्र घर ज्वाइँ हेर्नुभएको छ भने चलचित्रमा एउटा दृश्यलाई दोहोरिरहेको पाउनुहुनेछ। त्यो हो परायाको गुण। यसले चलचित्रमा भिजुअल मोटिभको काम गरेको देखिन्छ। मोटिभ चलचित्रमा दोहोरिरहने दृश्य भाषा हो जसले कथावस्तुको मुख्य सार नै बोकेको हुन्छ। जस्तै चलचित्र घर ज्वाइँमा स्वरजित गाउँ फर्कँदा पहिलोचोटि गुडमा एउटा मात्रै परेवा हुन्छ। दोस्रोचोटि गुडमा जोडी परेवा हुँदा स्वरजित घरजम गर्ने सुरमा हुन्छ। तेस्रोचोटि गुड रित्तै देखाइन्छ। त्यस बखत उसको बिन्जुरीलाई बिहे गर्ने धोको बिन्जुरीको बुवाले तोडिदिएको हुन्छ र अन्तिमचोटि त्यो गुड भत्ताभुङ्ग देख्छौँ। यसपटक स्वरजित र बिन्जुरीको घरबार गर्ने सपनामा अझै दखल आउन थाल्छ र पछि बुवाको निधन पनि हुन्छ। नेपाली चलचित्रमा मोटिभको प्रयोग कमै नै हुने गर्छ। यसको प्रयोग गर्न सकेमा कथावस्तु अझै सबल हुन सक्छ।